जसको जहाँनिर काम पऱ्यो त्यहीँनिर पार्किङ हुने, सवारी धनी चाहिँ मोटरसाइकल या सवारी चढेर चाहिँ आफ्नो चाहिँ गन्तव्य जहाँनिर हो त्यहीँनिर पुग्नुपर्ने, पार्किङ अभाइलेबल पार्किङ स्पेसमा पार्किङ गरेर थोरै पनि हिँड्न नहुने होइन। त्यो किसिमको कारणले गर्दा नेपालगञ्जमा चाहिँ पार्किङको समस्या छ पार्किङको सेक्टरमा। र नेपालगञ्जमा सबैभन्दा बढी आवश्यकताभन्दा बढी भएका अटोहरू जो चाहिँ हामीसँग अहिले कतिपय रेकर्डेड पनि छैन, थोरै जोडिन्छ है अटो भन्ने बित्तिकै। हजुर एकचोटि म सकिहालौँ। रेकर्डेड पनि छैन, कतिपय अटोहरू चाहिँ आफू खुसी चाहिँ नम्बर प्लेट पनि राखेको भन्ने पनि सुनिन्छ, चेकिङको क्रममा त्यस्तो पनि देखिन्छ, जसले चाहिँ सवारी चालक अनुमति पत्र नलिएर सञ्चालन गर्नुपर्छ। त्यस्ता चिजहरूलाई चाहिँ हामीले अलिकति नियन्त्रण गऱ्यौँ भने नेपालगञ्जको आवश्यकता कति हो, नेपालगञ्ज उपमहानगरपालिकाले कति दर्ता गरेको छ र नेपालगञ्ज सिटीलाई चाहिने कति हो, त्यो सङ्ख्यामा हामीले राखेर नियमन गर्न सक्यौँ भने नेपालगञ्जको ट्राफिक व्यवस्थापन अलिकति अहिलेको भन्दा अझ सुधार आउँछ कि जस्तो मलाई लाग्छ।